हेलो साथीहरु, तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ र जसले मेरो भिडियो हेर्नु भएको छैन र जसले हेर्नु भएको छ र हेर्नु भएकोले र हेर्नु नभएकोले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। हामी चाहिँ अस्ति नै 7 दिन भनेर साल्पा सिलुचुङको यात्रामा निस्केको थियौं र त्यस यात्रामा निस्किदै गर्दाखेरि चाहिँ मैले थोरै भिडियोहरु बनाएको थिएँ अनि भिडियोहरु बनाउने क्रममा चाहिँ फनमा बेट्टीहरु अनि अन्य कुरामा चान्स नभएको कारणले पुरै भिडियो बनाउनु पाएन। त्यो भएको कारणले हामी फेरि घर फर्किँदै गर्दा पनि पानी पर्यो। सुदाब भन्ने ठाउँमा आइपुगेपछि अनि त्यहाँदेखि घर आइपुगिन्जेसम्म पानी आके गर्यो। हामी हिँडेको भोलिपल्टदेखि फेरि उता रावाबेसी भन्ने ठाउँमा पनि हिउँ र पानी पर्यो अनि भिडियोहरु राम्रो गर्नै पाएन। अनि जाँदाखेरि पनि अब त्यति धेरै भिडियो बनाउनु पाएन खानाहरुमा चान्स नभएको कारणले। अनि अब आउँदा पनि त्यस्तै लोडेको भिडदेखि असिनाले हानेको तल कहाँ झरिन्छ मसिना आकेको अनि त्यसरी खासै राम्रो खालको त्यस्तो उपयुक्त भिडियो चाहिँ बनाउनु पाएन। तर पनि सकेको जानेको जतिको चाहिँ मैले भिडियो बनाएको छु। तपाईहरुलाई के कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला साथीहरु। अब पुरै भिडियो त छैन तै पनि के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। हेलो साथीहरु, तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ र आज चाहिँ हामी मुन्दुङ ट्रेलतिर मुन्दुङ पदमार्गतिर घुम्न जाने भएको कारणले बिहानै हामी चाहिँ भेला भएर टक्क सबैजना आफ्नो पुतुङ्गो बोकेर हिँड्दैछौँ। यहाँनिर दुईजना भाइहरु छ अनि अर्को हाम्रो साथीहरु मास्तिर छ अनि हाम्रो झोला चाहिँ यहाँ छ एउटा सानो। यहाँ अब हामी बाटो लाग्न लागेको यति बेला चाहिँ हामी एउटा सानो चौतारामा आएर बिसाउँदैछौँ र बिसाउँदै गर्दा चाहिँ हाम्रो हिरोहरू यता छ, हाम्रो झोला यता छ। अझै तीनजना साथीहरु चारजना साथीहरु मास्तिर छ। चारजना छ होइन, चारजना मास्तिर छ। यो आफ्नै गाउँघरको ठाउँ। यति बेला चाहिँ हामी आधी बाटो चाहिँ नभनौँ आजको दिनको आधी बाटो चाहिँ हिँड्ने भन्ने लागिरहेछ। अनि हाम्रो टोली चाहिँ यता छ। ठिक छ नि होइन भाइ? एकदम दादा। के छ है? ठिक छ नि? हाम्रो यात्रा जारी छ होइन? हाम्रो बाटो चाहिँ यता छ। अब हामी साफसुधा पुग्नु लाग्यौँ अनि हाम्रो दुईजना हिरोहरू यता छ। के छ अनिल भट्ट? ठिक छ नि? एकदम दादा एकदम। ठिक छ होइन? एकदम। कस्तो भइरहेछ हाम्रो आजको? रमाइलो छ। ल बधाई छ हामीलाई। चिसो मौसम, हल्का पानी, एकदम जिउ तातिरहेछ अनि एकदम घनाघोर जङ्गल पनि छ। यता चाहिँ एकदम ठुलो जङ्गल छ। हामी साफसुधा पुग्न लाग्यो। त्यो बेला चाहिँ हामी हाम्रो साफसुधा मन्दिर आइपुगिसकेको छौँ र हामी चाहिँ यता बिसाएर यहाँ टक्क अब खाजा खाने। बिहान 10 कति अहिले 11 बज्यो? अहिले 11 ए 11:30 हुनु लागेछ। अब यहाँनिर खाजा खाएर फेरि हामी अगाडि बढ्नेछौँ। हाम्रो आनन्द भाइ चाहिँ यहाँ बसिरहेछ। गलेको भाइ यता आउँछ हाम्रो मन्दिरहरू छ। हामी चाहिँ साल्पा सिलुचुङसम्मको यात्रामा निस्केको छौँ। हेरौँ कति दिनमा पुगिन्छ। राता गुराँस यति बेला चाहिँ मेरुङको हो। मेरुङमा यति मजाले फुलिराखेको छ। हामी आज यस्ता गुराँसहरू फुलेको धेरै राम्रो ठाउँमा जानेछौँ। तल गुराँस अब फेरि बाटो अघि लाग्नेछौँ। एकदम फुलेर निकै मजाले झर्दो रहेछ। यतातिर चाहिँ फुलहरू पुरा यता सेतै रातै छ। यहाँ यता तपाईँहरूले गुराँसको बोटहरू देख्न सक्नुहुन्छ। अनि हाम्रो टोली चाहिँ यता छौँ। एक झप के गर्छ यार ठुलो ठोकेर भाइ अगाडिको खुट्टा देखेन।
हाम्रो ठोक्यो खुट्टा। यति बेला चाहिँ हामी साथीहरू धोद्रे आइपुगिसकेको छौँ र यता चाहिँ गुराँसहरू एकदम मजाले ढकमक्क फुलेको दृश्य देख्न सक्नुहुन्छ तपाईँहरूले। यो पारीतिर यो सबै गुराँस फुलिरहेछ, एकदम मजाले बबाल फुलिरहेछ। त्यो पर पनि एकदम मजाको गुराँस फुलिरहेछ। अनि आज हामी धोद्रेतिर बास बस्नेछौँ। आज हामी घरदेखि हिँडेर धोद्रेसम्म आइपुग्यो। तपाईँहरू पनि यो ठाउँतिर घुम्न आउनु होला, एकदम राम्रो ठाउँ छ। गुराँसहरू पनि एकदम ढकमक्क फुलेको छ। अनि अब हेर्नुहोस् गुराँस चाहिँ यसपालि एकदम बबाल फुलिरहेछ। हामी मयङ आइपुग्यो। अनि मयङ आइपुगेर हामीले बस्ने ठाउँ खोजेर यहाँनिर गोठ भेटिएरी गोठमा चाहिँ अब कोही हुन्न रहेछ यति बेला मान्छे। हामी यहाँ सामानहरू यता राखिरहेछौँ। अब यस सामानहरूलाई टक्क अब भित्र ठाउँहरू अलिक खतम छ, यहाँ मिलाएर बनाएर हामी चाहिँ आज यता बस्ने प्लान भइरहेछ। यतानिर खाटको व्यवस्था गर्ने हाम्रो कोसिस छ र यहाँनिर हाम्रो चुल्हाहरू छ, जहाँ चाहिँ हामी भरे पकाएर खान्छौँ। अनि यस्तो छ हाम्रो यो आफै बनाएर खाने, आफ्नै तरिकाले घुम्ने भएको कारण त्यस्तो छ अवस्था। यता चाहिँ अलरेडी एउटा खाटको पनि व्यवस्था रहेछ। अनि अब यहाँनिर चाहिँ हामी यसरी किला राखेर चित्राहरू राखेर सुत्ने ठाउँ बनाउँछौँ। अनि यता टक्क सफा बनाएर खाने ठाउँहरू पनि बनाउँछौँ। हाम्रो पानी तलतिर छ। हामी चाहिँ पहिलो दिनको पहिलो बास यस ठाउँमा रहेको छ। हाम्रो चाहिँ माथि छ बाटो चाहिँ, त्यो माथिको डाँडा चाहिँ हाम्रो साल्पा सिलिचुङ जाने बाटो हो। हामी चाहिँ त्यो माथि डाँडादेखि यसो उँधो नजर लगाएर हेर्दा यो गोठ देख्यो, जुन गोठमा चाहिँ आजको रात हामी बिताउनेछौँ। यहाँनिर चाहिँ आगो बाल्न रेडी, अलिक यता ल्याउनु, आगो बाल्न रेडी गरिदिएछ। त्यसले लगाएर ठिक्क काटेर स्केलले हेर्दा अलिक लेखिनहरू बच्चाहरू भिडियो पो चुल्हाको अवस्था नाजुक छ। चुल्हाको अवस्था एकदम नाजुक छ है। हामीले भेटेको क्वालिटीको। आजको हिँडाइ कस्तै थियो? तर यहाँ चाहिँ हावा चाहिँ नआइपुग्ने रहेछ हौ। आजको हिँडाइ कस्तै थियो? मर भनेर साट्दैन हिँड्यो। ठाउँलाई सरसफाइ गरेर अलिक राम्रो बनायो। यतातिर म्याट ओछ्याइयो, ओछ्याइ नै सकिसकेको छ। यता हामीले आगो पनि बालिसकेको छ। यहाँनिर अब हामी खान्तेपिन्ते बनाउँछौँ। अनि यतापट्टि पनि अर्को म्याट ओछ्याइसकेको छ। अलिक कस्तो थियो, अहिले कस्तो बनाइसक्यो। दाउराहरू त्यता छ टक्क भाइहरू फेरिपट्टि धारामा गएको छ। म तपाईँहरूलाई हाम्रो धारा पनि देखाइदिन्छु। अनि ठिक छ होइन दादा? हाम्रो आजको यात्रा चाहिँ सफल रहेको छ। अब तल एकचोटि पानी बनाउने ठाउँमा जाऊँ न भाइ। जन्नको ल त्यहाँ चाहिँ हाम्रो भइरहेको छ। अनि यता चाहिँ हामी छौँ, यता चाहिँ हामी छौँ र अनि अहिले चाहिँ हामी हाम्रो गोठ यता मासतिर छ। अनि हामी चाहिँ अब पानी जहाँनिर चाहिँ हामी खाने पानी अब ल्याउँछौँ त्यता जाँदैछौँ। खाने पानी तर्फको बाटो यता रहेको छ। अलिक छिटो कुदु। कहाँ बनाउने भाइ यो पानी? अनि हामीले त यहाँ हेरिरहेको थियौँ, यता यस्तो रहेको छ। जुन यो पानी चाहिँ हामी बनाउनु आएको थियौँ र अब यस पानी बनाउने क्रममा दाउरा धेरै भेटिसकेको छौँ हामीले। यो दाउरा सप लाग्नेछ। अब भनेको यो दाउरा सप लगेर भरे बाल्नुपर्छ है। यहाँ हाम्रो पानी बनिन्छ। अनन्त दाजु के छ हाम्रो? ठिक छ अवस्था दाइ। ल ठिक छ, हामी खुसी छौँ होइन? एकदम। अनि भाइ यो के छ हाम्रो पानीहरू? यस्तै छ नि हो। बेस्ट। ठिक छ। यहाँ चाहिँ हाम्रो पानीको मन रहेको छ। पानी सरसफाइ गरेर थापेर हामी उता लानेछौँ। के छ प्रदीप सर? एकदम ठिक छ। हाम्रो बसेर राम्रो छ नि? एकदम राम्रो बनाउनु पर्यो। धारा पनि त्यसलाई भइसकिसकेको छ। अनि यहाँनिर हामीले धारालाई यसरी मेकअप गरिसक्यो। हाम्रो धारा हल्का धमिलो झरिरहेको छ, तर केही छैन, यस्तो दामी छ। भाइले बनाएको धारा बबाल छ। एकैचोटि पर्फेक्ट हुँदैन नि त एकदम। हामी चाहिँ अहिले यहाँ धारामा आलु अनि यहाँ छ कोपी, यो दुईवटा धुन आएको छौँ।
अनि अनिल भाइ यसलाई चाहिँ अब हामीले एकदम स्पेसल तरिकाले बनाउनु पर्छ ल। हाम्रो धारा चाहिँ फेरि यस्तो छ है, अघि भर्खरसम्म सफा गर्दा 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 हेर्नु पानी पनि सँग लाउनु थाल्यो। यहाँ छ यसको मूल चाहिँ अनि हो यसलाई धुने अनि फेरि अब यसलाई नि धोएर सफा गरेर अहिले लगेर काट्ने काम हुन्छ हाम्रो। अहिलेको लागि चाहिँ तरकारी हो। आज हामीले तरकारी रेडी गर्दैछौँ। हाम्रो भाइ छ यहाँ ठिकमा, बाहिरमा चाहिँ अलिअलि छौँ। अनि त्यहाँ छ हाम्रो खाना, एउटा यता गोठ छ, यता दुईजना डाम्न लडिरहेको छ। हाम्रो यतातिर छ ठाउँहरू, हाम्रो अर्को तरकारी त्यहीँ छ। उठेर 5 बजीदेखि खाँदै पिन्दैमा लाग्यो। अनि हामी चाहिँ अन्डा फ्राई गर्दैछौँ। अहिलेसम्म मैले हल्का टाटेर गरेँ, यति चाहिँ मैले खुलाएँ। अनि त्यहाँदेखि अब हाम्रो सामानहरू पनि यता प्याकिङ गरिसक्यो। अनि हाम्रो अरू साथीहरू चाहिँ बाहिर आगो ताप्दैछन्। हिजो पनि डङ 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 आगो ताप्दै थियो, आज पनि मजाले आगो तापिरहेछ। त्यहाँनिर अब हामीले हल्का खाजासाजा खाएर बाटो लाग्नेछौँ। चाहिँ हामीले खाजाहरू खाइसकेर पनि बिहानको 7:30 बजी चाहिँ बाटो लागिसकेको छौँ। हाम्रो साथीहरू अगाडि छ। अनि हामी यता छौँ। हामी अलिक ठुलो गाडी हाल्नु पर्यो। ठिक छैन अनिल? एकदम दादा दुखेको छैन नि? कहाँ दादा छैन। अब यो ढाड चाहिँ भाँचिनु बाटो होइन, यो फलाम रहेछ पछाडि, यहाँ र यहाँ तिमीहरू जानु बाटो। हाम्रो पनि यस्तो छ, अवस्था अहिलेसम्म गलेको छैन तर ज्यान चाहिँ दुखिरहेछ। अनि हाम्रो बबाल छ। आज हामी पालो गर्दै जानेछौँ। धेरै यो हाम्रो यति राख्दैउ न जतन तरिकाले। अनि हामी अब अगाडि बढिसक्यो। यहाँदेखि हाम्रो यात्रा भनेको चाहिँ अब हाँस पोखरी हुँदै, ताराखसी पोखरी हुँदै, हाँडी पोखरी हुँदै साल्पासम्मको यात्रा रहेको छ। साल्पा पुगिसकेपछि हामी सिलचुङ पनि चढ्नेछौँ। त्यतातिरको भिडियो आउने नै छ, तपाईँहरू हेर्नु नभुल्नुहोला। लागिरहेको छ, हामी हाँस पोखरीतर्फ लागिसकेको छौँ र हाम्रो टोली यता छ। अनि यति बेला चाहिँ बप्याक डुस्से लागिरहेछ। के लागिरहेछ नन्द भाइ? हेलो हेलो, गुराँस टिप्नु पाइँदैन। को गुराँस टिप्ने भनिदिउँ? अनि अरू यति बेला चाहिँ फाइनल्ली मयङको जिरोमै आइपुगिसकेको छ। हामी जुन बास बसेको ठाउँदेखि यहाँसम्म आइपुग्न चाहिँ हामीलाई करिब 15 मिनट लाग्यो। र अहिले चाहिँ ठ्याक्कै मयङमै आइपुगिरहेछौँ। यो एकदम रमाइलो डाँडा छ। तपाईँहरू पनि साथीहरू घुम्न आउनु होला। अब यता घुम्न आउँदाखेरि सुविधा पनि छ, हल्का दुःख पनि छ। पैसा लिएर आउनुभयो भने सुविधा छ, अनि गाडी बोकेर हामी जस्तै यसरी आउनुभयो भने दुःख छ। तर ठाउँ चाहिँ एकदम रमाइलो छ, सबै कुरा भुलाइदिन्छ। एकदम मजाले यति बेला गुराँस फुलिरहेछ। आज चाहिँ चैतको 31 गते रहेको छ। हामी 30 गते साल्पासम्मको यात्राको लागि भनेर लागेको थियौँ। अनि आज चाहिँ हाम्रो डे 2 सुरु भइसकेको छ। र हामीले डे 2 मा चाहिँ मयङदेखि लगभग हाम्रो साल्पासम्म नै पुग्छौँ होला भन्ने चाहिँ हाम्रो सानो आश छ। अनि यता चाहिँ मयङ डाँडा देख्न सक्नुहुन्छ तपाईँहरूले। यो पुरै डाँडा चाहिँ एकदम रमाइलो छ। यति बेला चाहिँ हल्का ढुस्सेको कारण भ्यूहरू राम्रो देख्नु पाएको छैन। यहाँ परतिर भनेको यस गोटी स्टे रहेको छ। अनि यतापट्टि यहाँ परतिर हाँस पोखरी छ। हाँस पोखरी यतापट्टि फेरि होमस्टे छ। त्यहाँदेखि मासतिर गोटी स्टे रहेको छ। तपाईँहरू जस्तो मन लाग्छ त्यस्तरी आउन सक्नुहुनेछ यो डाँडातिर घुम्नको लागि। चाहिँ हामी मयङ कटेर यता हाँस पोखरी कटेर ठ्याक्क बलौटे पुग्नुभन्दा अलिकति माथि पोखरै भन्ने ठाउँमा चाहिँ
आइपुगिसकेको छौँ र यतातिरको दृश्य देख्न सक्नुहुन्छ। गुराँसहरू मजाले ढकमक्क फुलेको छ अनि र हामी टप बाटोमा छौँ। हाम्रो टोलीहरू 7 जना छौँ। 7 जनामा सबैको चाहिँ एकदम भारीहरू मजाको छ। मैले तपाईँहरूलाई सुरुमा पनि भनिसकेको थिएँ, यतातिर घुम्नु आउनुहुन्छ भने एकदम राम्रो ठाउँ छ। तपाईँहरू धेरै कतिपय त यो ठाउँ आइसक्नु भएको होला। यदि कोही हुनुहुन्छ इच्छुक उहाँहरू पनि आउन सक्नुहुन्छ। एकदम राम्रो ठाउँ छ। फुलहरू यति बेला जताततै फुलिरहेछ। गुराँसहरू यता छ, अन्य फुलहरू पनि यतातिर मजाले फुलिरहेको छ। अब हामी चाहिँ यो बाटो हुँदै टप बाटो हुँदै जानेछौँ। यो डाँडादेखि तपाईँहरूलाई देखिने दृश्य चाहिँ म देखाउँदैछु। एकदम रमाइलो डाँडाहरू छ, एकदम बबाल छ डाँडाहरू। अझ अलिक मौसम नखुलेको कारणले त्यति राम्रो भ्यू देख्नु पाएको छैन, तर पनि एकदम राम्रो छ। यतातिर बाटोहरू पनि एकदम मजाले बनाउनु पर्छ। यो पहिलेदेखि नै बनिएको बाटो बनिन चाहिँ एकदम यसरी बस्ने ठाउँहरू पनि टक्क बनाउनु पर्छ। यति बेला मौसम यस्तो छ, त्यो भएको कारणले एकदम अहिले हिँड्नु पनि गाह्रो भइरहेछ। टपमा छौँ यति बेला अनि एकदम बिजोग छ हाम्रो अवस्था। के भयो भाइ हो गल्यो अनिल, के गरेको? कालिज मार्ने ल भरे मासु खाऊ है। अनि यता एकदम यस्तो ठाउँ छ। हामी लोडेको उकालोमा नि सिधा निस्किँदै असिना बटङटङ झर्न थालिसक्यो। हामीसँग धन्न छाता थियो, नत्र भने हाम्रो काम पुग्थ्यो। यो असिना देख्नुहुँदैछ साथीहरू, एक एकवटा झर्छ। छिटो झिका भाइ, कति ढिलो गरेको काम बित्यो। अब आज चाहिँ हाम्रो यात्राको दोस्रो दिनमा चाहिँ एकदम असिना पानी परेर हामीलाई अलिक गाह्रो भइरहेछ। अहिले चाहिँ हामी नहिँडेको पनि यो माथि जुन टप डाँडा देख्नु भएको छ, त्यो टप डाँडा चाहिँ कट्नुपर्ने हुन्छ। अहिले हाम्रो 1 बजिरहेछ अनि हाम्रो अवस्था चाहिँ एकदम छाता ओढेर यसरी हिँडिरहेको छौँ। अरू साथीहरू त्यता छ, ठिक छ होइन? ल हामी चाहिँ त्यो माथि जुन टप देख्नु भएको छ, त्यो टपमा सबैभन्दा टुप्पो त्यस ठाउँमा पुगेर चाहिँ तेर्सो लाग्नुपर्ने हुन्छ साल्पाको लागि यात्रा गर्दा। अहिले चाहिँ एकदम असिना पानी परिरहेको छ, देख्नु सक्नुहुन्छ तपाईँहरूले। असिना बुटुङ झरेको, असिना बुटुङ झरिरहेको छ। बिजोग छ आज हाम्रो बिजोग। यति बेला चाहिँ हामी लोडेको आधी उकालो चढिसकेको छौँ र लौडे भिडदेखि चाहिँ मुनि चाहिँ सत्त देखिन्छ, जहाँ चाहिँ अहिले बादल लखेर ड्यामडुम छ। एकदम पानी पनि परिरहेछ, छाता ओढिरहेछौँ, यस्तो उकालो हिँडिरहेछौँ। अब अघि तपाईँहरूलाई देखाएको चुचुरोदेखि चाहिँ अझै पनि उकालो यसरी हिँड्नुपर्ने हुन्छ। पानी परेर अलिक गाह्रो भइरहेछ। यो बाटो चाहिँ एकदम भिड रहेको छ, भिड। तपाईँहरूलाई अब आउँदा जाँदा चाहिँ देखाउनु भन्ने कि अब यतातिर चाहिँ एकदम यस्तो डरलाग्दो छ। यो चाहिँ एकदम डरलाग्दो ठाउँ छ। हामी यो त कहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो सबै डाँडा घुमेर चाहिँ हामी मुस्किलले यहाँसम्म आइपुग्यो होइन है। एकदम धेरै डाँडा घुम्यो हामी यहाँ। यो चाहिँ लौडे भन्ने भिर हो। यो चाहिँ एकदम उकालो र हाइटी भिर रहेको छ। सबै मान्छेहरूले चाहिँ लौडो यसरी फाल्ने गर्नुहुँदो रहेछ। अब हामीसँग त लौडो छैन, हामी लौडो चाहिँ फाल्दैनौँ होइन। यहाँनिर तपाईँहरूलाई देखाइ चाहिँ दियो, यो सब लौडो नै हो भनेपछि यो ठाउँतिर आउने मान्छेको मात्रा एकदम धेरै नै रहेको छ। यता उँभोको सिनहरू यस्तो छ। हाम्रो उकालो चाहिँ एकदम गाह्रो छ। तपाईँहरूलाई अब भयो भने बाटोमा देखाउँदै लानेछु, पानी परेन भने। अनि हाम्रो हालत पनि अहिलेसम्म बिजोक भइसकेको छ, बिजोक। अनि तपाईँहरूलाई अब उताको बाटो सकेर भयो भने देखाउनेछु, नत्र भने भोलि फर्किँदा अथवा
बसेको ठाउँमा केही 2-4 शब्दहरू भन्ने छु। यति बेला चाहिँ अलिक पानी रहिरहेको छ, तर दिन चाहिँ एकदम पानी गुटुङ टुङटुङ होला जस्तै छ। हामी पुग्ने चाहिँ यो डाँडाको पनि अर्को डाँडा छ, तपाईँहरूलाई अघि तलदेखि देखाएको डाँडाको पनि 2-4वटा डाँडा चाहिँ कट्नु छ। हामी अहिलेसम्म आधी चाहिँ आइपुग्यौँ कि भन्ने हाम्रो अन्दाजी कुरा मात्रै रहेको छ। अनि हामी चाहिँ एकदम जाडो पनि हुनु थालो, आधी बाटो पनि आइपुगेको छैन, पिर लागिरहेछ। कति बेला ठाउँमा पुगेर बास बस्ने बनाएर खाने भनेर एकदम अझै छ, जानु चाहिँ हामी एकदम टाढो छ। यति बेला चाहिँ पुरै हिउँ पऱ्यो, पानी आयो, त्यो भएको कारणले हामी अगाडि बढ्न सकेन। हामी जाडामा बसिसकेको छौँ। हिउँ पऱ्यो, हेर्दा हेर्दै हिउँ पऱ्यो, हिउँ जताततै हिउँ हिउँ। अवस्था यस्तो छ हाम्रो आज, पानीले एक्कासी कतै हिँड्नु पनि दिएन। अब बनाइ खानु पनि गाह्रो छ साथीहरू। आज चाहिँ हाम्रो पानी परेर पानीको व्यवस्था नभएको कारणले साथी हामीले हिउँ टिपेर चाहिँ बोतलमा त्यस्तो थालहरू थापेर त्यहाँनिर तपाईँले देख्नुहुन्छ गोलो गोलो त्यो थालहरू थापिरहेको छौँ, त्यहाँ भाँडा थापिरहेको छौँ। सबै टिपेर चाहिँ हामीले आज खानाहरू पकाइ खाने छ। एकदम बबाल परिसकेको छ हिउँ, तपाईँहरूले देख्न सक्नुहुन्छ, सबै काटिरहेको छ। अनि यहाँनिर चाहिँ हामीले हिउँलाई नै बगाल्दैछौँ। यहाँनिर एकदम बबाल भइरहेछ हाम्रो हिउँ आज चाहिँ। यो चाहिँ हामी बसेको एरिया वरिपरि हो। आजको आज एकैछिनमा हिउँ परेर वरपर सबैतिर सेताम्मे बनाइदिएको छ। हाम्रो बिजोक पनि छ यति बेला। हाम्रो हिउँले अहिलेको यात्रा चाहिँ एकदम भव्य बनाइदिरहेछ। खेला भयो खेला हिउँहरू। अनि हाम्रो चाहिँ हिउँ खेलाइ पनि यार के खेलाइ बबाल छ, ल दामी दामी। यति बेला चाहिँ म खाना पकाउनको लागि यसरी हिउँ लिएर यसलाई पगालेर पानी नभएको कारणले बेला पार्दैछु। हाम्रो खानाहरू पकाउनु छ। हामी आज हाम्रो यात्राको तेस्रो दिनमा छौँ र बेला हामी बिहानै उठेर पनि उता खाजाको लागि रेडी गर्दैछौँ। साथीहरू चाहिँ यता सुत्दैछ, जाडो पनि लास्टै जाडो छ, त्यता पानी तताएर खाने व्यवस्था हुँदैछ हाम्रो। यतातिर चाहिँ एकदम हिउँ परेर बबाल भएको छ र आज चाहिँ बिहानै पुरनिर चाहिँ घाम आउँदैछ, घाम। अनि यता पारी चाहिँ एउटा हाम्रो हिमाल देखिरहेछ, पारी चाहिँ देखिरहेको छ हिमाल पुरै हिउँ गइरहेछ कि। हाम्रो भाइले पानी ल्याउनु चाहिँ तताउनु लागि है, ठिक छ। यस्तो हामी बसेको एरिया चाहिँ हिउँ चाहिँ एकदम साह्रो भइरहेछ, साह्रो चिप्लो नचिप्लो। अब हामी जाने बाटो यता ओह्रालो लागेर सुइँ जान्छौँ, त्यो पारी हिमाल देखिरहेछ। घाम पनि टक्कै अहिले चाहिँ निस्किँदैछ भर्खर भनौँ न। दिनहरू यस्तो छ, बेटीहरू सबतिर सकिसक्यो। अब सायद भिडियो पनि गर्नु पाइँदैन जस्तो लागिरहेछ। बेटी पनि छैन, भाइ पनि छैन यतातिर। बिजोक आजको हाम्रो यो तेस्रो दिनको यात्रा अगाडि बढिरहेको छौँ हामी। र तेस्रो दिनको यात्रामा हामीले एकदम हिउँमा यात्रा गरिरहेछौँ। यो चाहिँ हिजो भर्खरै हामी आउँदा आउँदै परेको हिउँ हो। अनि एकदम यतातिर चाहिँ हिउँ प्रशस्त मात्रामा पाइन्छ। एकदम जाडो जाडो मौसम भन्छ, एकदम चिप्लो छ। हामी माथिदेखि यस्तो बाटो हिँड्दै हिँड्दै झरिरहेछौँ। यो चाहिँ साल्पा सिलचुङ जाने बाटो तपाईँहरूलाई देखाइरहेको छु। साथीहरू यो बेला तपाईँहरू पनि हुनुभएको भए एकदम बबाल हुने थियो। यो चाहिँ एकदम रमाइलो छ ठाउँ। ए भाइ नचिप्लो न। अनि हामी एकदम रिक्स लिएर अगाडि बढिरहेछौँ, किनकि ओह्रालो छ एकदम। हिउँ हिजोदेखि चिप्लेर व्यापक छ। अनि हाम्रो 2-4जना साथीहरू चाहिँ तल पुगिरहेछ, सायद चिनिँदैन पनि, ठुट्टाहरू जस्तो देखिन्छ। अनि हामी चाहिँ यता छौँ, जाउँ।
बाटो चाहिँ एकदम बबाल छ है बबाल सालपा त अब अगाडि बढ्दै जानुहोस् त अनि हिउँ छ त हिउँको बाटो आज यता छ हाम्रो घर एकदम चलिरहेको छौँ यहाँनिर चिप्लेर हामी 2-4 चोटि लडी पनि सकेको छौँ एकदम जोगिएर हिँड्दैछौँ नत्र भने सबैजना र म पनि चिप्लिनु चाहिँ चिप्ले लडेको चाहिँ छैन खुट्टाहरू पनि काट्नु थाल्यो किनकि चप्लीमा आइरहेको छ जुत्ता नहालिदिएको जुत्ता हाल्दा अलिक गाह्रो हुन्छ कि भनेर तर जुत्ता हाल्दा अलिक फाइदा हुन्थ्यो होला बाटो चाहिँ एकदम गाह्रो छ साथीहरू हाम्रो भिडियो हेरेर तपाईँहरू पनि यो ठाउँ घुम्न आउनु होला अनि यो ठाउँ चाहिँ हाम्रो लागि एकदम यो ठाउँ र यो साल र यो टुर चाहिँ हाम्रो लागि एकदम स्पेसल रहेको छ र रहने पनि छ किनकि यो हाम्रो लागि एकदम सुनौलो अवसर किनकि माथिदेखि तलसम्म चाहिँ हिउँ त्यस हिउँमा फेरि हाम्रो हिँडाइ चलिरहेछ टक टक हिँडिँदैछ टक टक नभनौँ जोगी हिँडिँदैछ त्यो चाहिँ थोरै सालपा पुग्नुभन्दा अगाडि हल्का बास जस्तो बस्तीहरू चाहिँ बनाउनु भएको छ तर खासै बस्ने चाहिँ हुनुहुन्न रहेछ चाहिँ हामी सालपा आइपुग्यो हिजो सालपा यतापट्टिको यस्तो भइरहेको छ सालपा यहाँदेखि उतापट्टि रहेको छ र हामी सेलुसङ सर्ने भनेको चाहिँ तपाईँहरूले माथि जुन ढुसिरहेको ठाउँ हो त्यो एरिया रहेको छ अब यो चाहिँ सकिन्छ सकिँदैन चढ्नु साह्रो परिसकेको छौँ हामी यति बेला अब यो सालपा सेलुसङ भन्ने चाहिँ विशेष गरी राई जातिहरूको चाहिँ उत्पत्ति क्षेत्र उत्पत्ति केन्द्र भनेर पनि भन्ने गर्छ एउटा सबैजनामा एउटा विश्वासहरू रहेको छ अब चाहिँ हामी सालपा आइपुगिसकेको छौँ साथीहरू हाम्रो सालपाको पोखरी चाहिँ यही हो अब हामी सबैजना सँगै साथीहरू भेला भएर जानेछौँ यहाँ छ हाम्रो युवाहरू म पहिले आउँदाखेरि यो भर्खर बन्दै थियो अहिले चाहिँ धेरै नै बनिसकेको छ यतातिर अब हामी यता टक्क घुमेर निस्किहाल्नेछौँ यति बेला चाहिँ हामी सालपा पोखरीलाई गोलो घेरा यहाँनिर फन्को मार्दैछौँ हाम्रो साथीहरू यतातिर आउँदैछ पोखरी चाहिँ हाम्रो अगाडि रहेको छ यो पोखरीमा पानी कता जान्छ कहाँनिर उम्रेको छ भन्ने कुरो पनि थाहा छैन पहिलो कुरो अनि एकदम चिसो छ पानी चाहिँ यो जुन देखिराख्नु भएको छ यो एकदम चिसो छ यता मासतिर देख्नु भएको चाहिँ अब त्यसलाई भन्छ सिलेचुङ डाँडा त्यो सिलेचुङ डाँडा पनि चढ्ने हाम्रो सोच छ अब के हुन्छ अनि यहाँ बाटोहरू यस्तो छ यो जुन हामीले फन्को लगाइँदैछ त्यो ठाउँ चाहिँ यस्तो रहेको छ यहाँनिर अब तपाईँ हामीले दर्शन गरेर यसो मनमा लागेको कुराहरू माग्दाखेरि पुरा हुन्छ भन्ने एउटा सबैमा विश्वास रहेको छ यो चाहिँ हाम्रो सालपा पोखरी रहेको छ साथीहरू यो सालपा पोखरी रहेको छ साथीहरू पानी कता बगिरहेछ जस्तो देख्नुहुन्छ तपाईँहरूले हामी चाहिँ यतादेखि यता गए जस्तो देख्छ तर होइन उतादेखि हेर्दा यतै आए जस्तो पनि देख्छ यो यस्तो छ यसको वरिपरि पोखरी एकदम राम्रो ठाउँमा छ एकदम बबाल छ ठाउँहरू हामी यता पूजाआजा गर्दैछौँ त्यसो पूजाआजै चाहिँ होइन यस पोखरीमा चाहिँ आफ्नो लागि फल माग्न र सबैको लागि चाहिँ राम्रो होस् भन्नको निम्ति यहाँ छ आजको दिन वैशाख 1 गतिको दिन चाहिँ
यति बेला चाहिँ अब हामी साल्पा पोखरीको दर्शन गरिसकेर घर फर्किने सल्लाह भयो किनकि सिलेचुङ पहाड चढ्न चाहिँ हामीलाई मुस्किल हुने भएकोले अब चाहिँ हामी घरै फर्किनेछौँ। यति बेला हामी यो पोखरी फन्को मारेर एक दुईवटा फोटो खिचेर घर फर्किँदैछौँ। यति बेला चाहिँ हाम्रो खाजा खाने टाइम भएको छ र अहिले चाहिँ खाजा खाँदैछौँ हामी साल्पादेखि फर्केर आउने क्रममा। कोही यता बसेर कोही चाहिँ यतातिर खाइदिएछ र म पनि अब खाने हो। हाम्रो यो चाहिँ साझा थाल हो होइन, यो चाहिँ हाम्रो साझा थाल रहेको छ र हामी साझा थालमा सबैजनाले खाँदैछौँ। यहाँनिर चाहिँ म छु अनि यहाँ मेरो बिस्कुट छ, यहाँ चोबाल्ने हो यसरी झप्प क्या दामी भिज्दो रहेछ है, वाप्प लाउने अब मुखमा। खायो यार केटाहरूको पढाइ यस्तो हुन्छ